एभ्रिवान, वेलकम टु माई ब्लग। अनि आज चाहिँ हामी सबै स्टाफहरू मिलेर चाहिँ इन्द्रेनिताल जान भनेर चाहिँ रेडी भएको छौँ। अनि कहिलेकाहीँ चाहिँ रिफ्रेसमेन्ट पनि त चाहिन्छ, काम गर्दा गर्दा कति गर्ने भन्ने हुन्छ नि त। अनि आज चाहिँ मम्मीले प्लान बनाउनु भएको थियो, अनि हामी जान भनेर सबैजना रेडी भइरहेको छौँ। अनि सिटी पर्खेको, सिटी आउन चाहिँ अलिकति टाइम लाग्यो। इन्द्रेनिताल चाहिँ यहाँ तल भर्खर खोलेको रहेछ क्या, अनि हामी चाहिँ फर्स्ट टाइम नै जान लागेको कस्तो छ भनेर। अनि मैले चाहिँ खासमा ब्लग बनाउँछु भन्दाखेरि पनि यो मेमोरिज क्रिएट गर्नलाई, पछि अब को कता पुगिन्छ थाहा नै हुन्न नि त। अनि त्यस्तो हुँदाखेरि चाहिँ अब पछि यसो भिडियोहरू हेर्दाखेरि चाहिँ अलिकति आफूलाई मेमोरेबल हुन्छ, त्यही भएर भिडियो बनाएको। कसो भयो बहिनीहरूको एउटा ग्रुप जानु, हामी 5 जना पुग्छौँ होइन। हामी एउटा ग्रुप यो ठ्याक्कै आएको बेला यहाँ भिडियो गरिदिनु। इन्द्रेनिताल पुगेको त प्रमाणहरू चाहियो नि त। सबैको चस्मा रहेछ त, मेरो मात्रै चस्मा रहेन रहेछ। We are Spec lover. भन्नु न। We are Spec lover. Now we are खतरा छ त इंग्लिश Damok municipality. Damok municipality. Ward number 10. Inder-Nital. Here is very funny. Most funny is boating. So many people are enjoying, came for here for boating. This is my broken English. Understand? Yes. The national flag are you're flying, and but the pond is not clean. Water is not clean. पानी चाहिँ सफा छैन, सायद बर्खामा सफा हुन्छ होला। यो पानीको स्रोत कम भएर होला अहिले। यो सफा हुन्थ्यो यो तराईको पानी यस्तै होला हौ। बहिनी ठीक छ ल, लाइफ ज्याकेट लगाउँदै हुनुहुन्छ। हामी जाने हो र? कस्तो भयो छामा? एकदम रमाइलो। दिदी कस्तो भयो? हो रमाइलो हुनु पर्यो नि त। अनि रमाइलो भएन भने त कहाँ, अनि मजै आएन नि। कस्तो लागिरहेछ? एकदम मजा आइरहेको छ। आज मम्मीको बर्थडेमा बोटिङ गर्न आएको होइन? मैले घुमाउनु ल्याएको। मम्मीको स्पोन्सरसिपै गरिरहेको छु भिडियो त। लभरहरूको काम है। यहाँ हेरौँ न के बोतलमा कलेक्ट गरेर यो मान्छेको काम हो। बाकुम्बा समथिङ के भन्छ, बाकुम्बा 600 रुपैयाँको 6वटा कतिवटा मात्रै आउँछ क्या, त्यति महँगो चिज हो। कहाँ भेटाएको नि यो चाहिँ? तँलाई फाइन लगाउनु पर्ने जताततैपट्टि होइन होला। बोट नचढिन्जेल चाहिँ किन आएछु होइन?
एक्सपेक्टेसन सुरुको पानी देख्दा त यस्तो थिएन नि त अन्त नि भैँसी खेल्ने जस्तै थियो तर चढ्दा त राम्रो केही न केही अहिले छौ जस्तो लाग्यो चढेपछि शरीर त साह्रै राम्रो पो लुगा लाउनुहुन्छ त आज चाहिँ यसले नसुहाएको राम्रो छ पानी चाहिँ अलिकति धमिलो थियो तर ओभरअल बोटिङको एक्सपिरियन्स चाहिँ रमाइलो नै भएको थियो अनि आजको भिडियोलाई चाहिँ मैले यहीँ इन्ड गरेँ थ्याङ्क यू फर वाचिङ